संसारभर शान्ति र करुणाको प्रतीक बन्नु, अत्यन्त कठिन परिस्थितिमा पनि अहिंसाको बाटो रोज्नु, यी गुणहरू एक व्यक्तिको जीवनमा झल्किन्छन्। उहाँ हुन् हिज होलिनेस 14औं दलाई लामा तेन्जिन ग्याछो। तिब्बतको हिमाल र उपत्यकामा जन्मिएका उहाँले विश्वका लाखौं मानिसको मनमा शान्ति र करुणाको दीप जलाउनुभयो। उहाँको जीवन र शिक्षाले हामीलाई सिकाउँछ साँचो धर्म भनेको मानवता, करुणा र शान्ति हो। हिमालको हृदयमा तिब्बतको शान्त उपत्यकाहरूमा जन्मनुभयो लामो धोन्दुप, जो पछि संसारले चिन्ने भयो 14औं दलाई लामा। सन् 1935 आम्डो प्रदेशको ताक्चेर गाउँमा जन्मिएका उहाँलाई 2 वर्षकै उमेरमा 13औं दलाई लामाको पुनर्जन्मको रूपमा चिनियो। रिजेन्ट रेटिङ रिम्पोचेले ध्यान र स्वप्न मार्फत संकेत पाउनुभयो। उहाँले लामो लाछो तालमा ध्यान गर्दा देख्नुभयो एक हरियो घर, सुनसान गाउँ र बालक जसले विगत सम्झन्छ। त्यो संकेतको आधारमा टोली पुगे आम्दो र लामो धोन्दुपले पुराना लामाका वस्तुहरू चिनेर आफ्नो आत्माको निरन्तरता प्रमाणित गरे। सन् 1939मा उहाँलाई औपचारिक रूपमा 14औं दलाई लामा घोषणा गरियो। सन् 1940मा ल्हासा आएर आधिकारिक प्रशिक्षण सुरु गर्नुभयो। बाल्यकालदेखि नै उहाँले गहिरो बौद्ध अध्ययन गर्नुभयो। पोटाला प्यालेस र द्रेपुङ मोनास्ट्रीमा उहाँले शिक्षा ग्रहण गर्नुभयो। मुख्य गुरुहरू थिए क्याब्जे लिङ रिम्पोचे र क्याब्जे त्रिजाङ रिम्पोचे। उहाँले अध्ययन गर्नुभयो लजिक एन्ड रिजनिङ प्रमाणा, फिलोसफी अफ मिडल वे मध्यमाका, पर्फेक्सन अफ विजडम प्रज्ञा पारामिता, मेटाफिजिक्स अभिधर्म, मोनास्टिक डिसिप्लिन विनय, साथै दैनिक ध्यान र साधना उहाँको जीवनको हिस्सा थिए। वर्षौंको साधनापछि उहाँले प्राप्त गर्नुभयो गेशे लाराम्पा उपाधि, जो बौद्ध धर्मको उच्चतम शैक्षिक सम्मान हो। सन् 1950को दशकमा चीनले तिब्बतमा नियन्त्रण बढायो। सन् 1959मा व्यापक विद्रोह भएपछि उहाँले हिंसाको बाटो रोज्नु भएन। उहाँ भारतको धर्मशालामा निर्वासन हुनुभयो। त्यहाँ उहाँले टिबेटन गभर्नमेन्ट इन एक्जाइल स्थापना गर्नुभयो। निर्वासनको समयमा दलाई लामाले शान्ति, करुणा र अहिंसाको सन्देश विश्वभर फैलाउनुभयो। उहाँ भन्छन्, यदि तपाईँ अरूलाई खुसी बनाउन चाहनुहुन्छ भने करुणा अभ्यास गर्नुहोस्। यदि तपाईँ आफै खुसी बन्न चाहनुहुन्छ भने करुणा अभ्यास गर्नुहोस्। सन् 1989मा उहाँलाई नोबेल पीस प्राइज प्रदान गरियो। आज दलाई लामा केवल तिब्बतका आध्यात्मिक नेता मात्र होइनन्, उहाँ विश्वभरका मानिसका लागि शान्ति र करुणाको प्रतीक बनेका छन्। हिमाल जस्तो उच्च, करुणा जस्तो गहिरो र शान्ति जस्तो अनन्त त्यो आत्मा हो दलाई लामा। उहाँले सधैँ सिकाउनु भएको छ साँचो धर्म भनेको मानवता हो। प्रिय दर्शकवृन्द, हिज होलिनेस 14औं दलाई लामाको जीवन र शिक्षाको प्रशंसा गर्दै हामीले तयार पारेको यस गीतलाई सुन्नुहोस्। यो गीत करुणा, शान्ति र मानवताको सन्देश बोकेको छ। हामी विनम्रतापूर्वक तपाईलाई अनुरोध गर्छौं, आउनुहोस्, आफ्नो मन खोलेर यस प्रेरणादायी गीतलाई सुन्नुहोस् र दलाई लामाको शिक्षाबाट प्राप्त भएको शान्ति र प्रेम महसुस गर्नुहोस्। हामी तपाईको समय र ध्यानको सम्मान गर्छौं। धन्यवाद। हिमालको हृदयबाट निस्क
शान्तिको स्वर बनेर पृथ्वीमा झरिनु भयो। हावाको रित्तमा करुणा सुनिन्छ, मौनतामा बोधको वाणी गुन्जिन्छ। ओ करुणामय गुरुदेव, तपाईको दृष्टि आँधीलाई पनि शान्त पार्ने आँखा। तपाईको हृदय पीडामा पनि प्रेम उम्लिने समुद्र। ज्ञानको दीप बलिरहोस् हरेक प्राणमा। महामहिम तपाईको करुणा संसारकै उज्यालो भाषा। जहाँ घृणाले मन अँध्यारो बाउँछ, त्यहाँ तपाईको मुस्कान बिहान बन्न आउँछ। साँच्चै शब्दहरू साना छन्, तपाईको प्रेम अगाडि कारुण्यको स्वरले नै मुक्ति सिकाउँछ। कसरी व्याख्या गरौँ त्यो शान्त अनुहारा, जसले आँसुमा पनि श्रद्धा देख्छ। श्रद्धेय महामहिम तपाईको मौनता स्वयं बुद्धको प्रतिध्वनि हो। ओ ज्ञानका सागर, तपाईको अस्तित्व आकाश जस्तो विशाल। तपाईको शिक्षा आत्माको पुल जस्तो पारदर्शी। दुःखहरू ओसिन्नुहोस् तपाईको प्रकाशमा, संसार बाँचोस् तपाईको करुणाको निरमा। करुणाको ज्योति कहिल्यै निभ्न नदिऊ, हृदयभित्र तपाईको शान्ति गुम्जिरहोस्। महामहिम दलाई लामा ज्यू, तपाईको नाममा मानवताको प्रार्थना बनिरहिरहोस्। प्रिय दर्शकवृन्द, यदि तपाईलाई हाम्रो प्रस्तुत सामग्री मन पर्यो भने कृपया सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोस्। हामी तपाईको समर्थनको कदर गर्छौं। धन्यवाद।